शरीरमा थकै लागेको जस्तो हुने, शरीरमा एनर्जी नै नभएको जस्तो हुने, हातहरूमा चाहिँ सियोले घोचेको जस्तो हुने, खुट्टाहरू दुख्ने, हेराइमा समस्या आउने, मुखमा घाउहरू आइरहने, हेर्दाखेरि रातो जिब्रो देखिने, हिँड्दाखेरि शरीरलाई ब्यालेन्स गर्न नसक्ने। अर्को कुरा चाहिँ तपाईँको मेमोरीमा समस्या आउने भनेको धेरै कुराहरू सम्झिन नसक्ने, केही कुरा काम गर्दै हुनुहुन्छ भने कन्फ्युजन क्रिएट हुने, डिप्रेसन जस्ता लक्षणहरू हजुरलाई देखिएको छ भने यो भिटामिन B12 को कमी कता कता हो कि भन्ने आशंका गरिन्छ। तर यो हुन पनि सक्छ, नहुन पनि सक्छ। आजभोलि भिटामिन डी को कमी भयो भनेको सुन्ने गरिन्छ। के यो भिटामिन डी औषधि एउटा चमत्कार औषधिको रूपमा आएको हो त? रिसर्चले के भन्छ? वेलकम ब्याक, आई एम डाक्टर सन्तेश गैरे। टुडे आई एम गोइङ टु टक अबाउट द टपिक जुन चाहिँ एकदम बढी चर्चामा हुने गर्छ, त्यो हो भिटामिन्स, मेनली भिटामिन B12 र भिटामिन डी। भिटामिन B12 र भिटामिन डी मा भित्र छिर्नु अगाडि हामीले भिटामिन भनेको के हो भन्ने कुरा जान्नु जरुरी छ। भिटामिन भन्नाले हाम्रो शरीरलाई चाहिने एउटा एकदम महत्त्वपूर्ण तत्त्व हो। शरीरको विकास र ग्रोथ गर्ने काम गराउनको लागि अरू न्युट्रिएन्ट्सहरू साथसाथमा भिटामिन पनि चाहिन्छ। अब भिटामिन दुई प्रकारको हुन्छ। भिटामिन फ्याट सोलुबल भिटामिन हुन्छ, अर्को भनेको वाटर सोलुबल भिटामिन हुन्छ। फ्याट सोलुबल भिटामिन भनेको बोसोसँग घुल्ने खालको भिटामिन हुन्छ, जुन चाहिँ भिटामिन ए, भिटामिन डी र भिटामिन ई भन्ने हुन्छ, अर्को भिटामिन के भन्ने हुन्छ। यो ए, डी, ई, के भन्ने भिटामिन चाहिँ हाम्रो फ्याट सोलुबल भिटामिन हो। दोस्रो भनेको हाम्रो वाटर सोलुबल भिटामिन हुन्छ, जुनमा चाहिँ भिटामिन B1, भिटामिन B2, भिटामिन B3, भिटामिन B5। त्यसपछि हुन्छ हाम्रो भिटामिन B6, B7 र B9, भिटामिन B12 र भिटामिन सी। आज भिटामिन B12 को बारेमा कुरा गरौँ। भिटामिन B12 भनेको के हो? भिटामिन B12 लाई हामीले कोबालामिन भिटामिन भन्छौँ, जसले हाम्रो शरीरको नर्भस सिस्टमलाई डेभलप गर्छ। हाम्रो शरीरको रक्त नलीमा हुने रेड ब्लड सेल हुन्छ, त्यसको विकासलाई चाहिँ हेल्प गरिरहेको हुन्छ। यो भिडियोको सुरुमा जुन समस्याहरू भने नि, यो शरीरमा थके भए जस्तो हुने, एनर्जी नभए जस्तो हुने समस्याहरू भिटामिन B12 को कमीले गर्दा कता कता भएको देखिन्छ। यो कसरी हुन्छ, किन यो समस्या आउँछ भन्दाखेरि तपाईँको रातो रगत जुन शरीरमा बनिरहेको हुन्छ, बगिरहेको हुन्छ, त्यो रातो रगत ठुलो भइदिन्छ। त्यसपछि त्यसले आफूले, त्यो रातो रगतले आफूले जति अक्सिजन लानुपर्ने हो शरीरको विभिन्न भागमा, त्यो लग्ने क्यापासिटी गुमाउँछ। यदि भिटामिन B12 कमी भयो भने अक्सिजन नपुगेको हुनाले शरीरमा थकाइ महसुस पनि हुने गर्छ। तर यो भन्दै गर्दा के भिटामिन B12 ले तपाईँको थकानलाई कम गर्ने काम गर्छ त? देयर इज नो एभिडेन्स दैट सपोर्ट भिटामिन B12 एन्ड इम्प्रुभ्स द फ्याटिग। भिटामिन B12 ले नै थकाइलाई इम्प्रुभ गर्छ भन्ने खालको कुनै रिसर्चहरू त्यस्तो छैन। यसले थकाइ कम गर्दैन भन्दैमा चाहिँ भिटामिन B12 चाहिँदै नचाहिने हो त? यहाँ यस्ता बिरामीहरू पनि हुनुहुन्छ जसमा भिटामिन B12 को कमी छ। जब हजुर डाक्टरकोमा जानुहुन्छ, थकाइ लाग्यो अथवा शरीरमा एनर्जी रहेन, तपाईँको शरीरमा सिल्का हाने जस्तो भइरहेछ, त्यो पिनले घोचे जस्तो भइरहेछ, त्यस्तो समस्या छ भने चाहिँ पहिला डाक्टरकोमा जानुहोस्। तपाईँले चाहिँ यस्तो यस्तो भएको हो भन्नु। यदि तपाईँले चाहिँ भिटामिन B12 कमी नै भएको महसुस हुन्छ भने डाक्टरकोमा गएर मलाई थकाइ लागेको छ, त्यो भएको छ भनेर तपाईँ समस्या भन्नु। त्यसपछि तपाईँले डाइरेक्ट गएर मलाई भिटामिन B12 को कमी भयो, मलाई भिटामिन दिनु डाक्टर भन्ने होइन कि तपाईँले चाहिँ आफ्नो समस्या यस्तो यस्तो भएको छ, मलाई समस्या यहिलेदेखि यो समस्या भएको छ भनेर भन्नु। डाक्टरले फेरि तपाईँलाई चाहिँ डाइरेक्ट औषधि दिने होइन कि, उहाँले चाहिँ पहिला तपाईँको फिजिकल एक्जामिनेसन गर्नुपर्ने हुन्छ, त्यसपछि गएर तपाईँको जाँच गर्नुपर्ने हुन्छ, अनि इन्भेस्टिगेसनमा देखिसकेपछि बल्ल डाक्टरले चाहिँ अप्रोप्रिएट ल्याब टेस्ट गर्नुपर्ने हुन्छ प्रब्लमको सोर्स पत्ता लगाउनको लागि। भिटामिन B12 अब केमा पाइन्छ भन्ने कुरा प्रश्न आउला। भिटामिन B12 पनि माछा, मासु, अण्डाहरूमा चाहिँ पाइन्छ।